कुनै कुरा चाहिँ राम्रो मनसायले गर्दा पनि के हुन्छ त त्यो नराम्रो भइदिन्छ। जस्तै चिया खाइन्छ होइन, आफन्तहरू भेट्दा कुनै आफन्तकोमा जाँदा चिया दिनुहुन्छ, खाइन्छ, तर त्यसले गर्दाखेरि के भइसक्यो हेर्नु त, अनुहार पुरै चाउरी परिसक्यो, रातमा निद्रा लाग्दैन होइन। अनि त्यसै गरी अब टाइप 2 डायबिटिज त कुरै नगरिदिउँ, ट्राइग्लाइसिस त्यसै गरी बढ्छ होइन, इम्युनिटी सिस्टम खराब हुन्छ, मोटोपन त्यस्तै छ होइन। यस्तो खराबी छ नि। त्यस्तै हो क्या अहिले यथास्थितिवादीहरूलाई भोट दिँदाखेरि तपाईँहरू राम्रो मनले दिनुहुन्छ, आफन्तहरू पर्नुहुन्छ होइन, लोकप्रिय नेताहरू भन्नुहुन्छ, तर समग्र नेपालको स्थिति चाहिँ समग्र यो सिस्टममै खराब छ क्या। चिनी खाए जस्तै भित्रभित्रै राम्रो गर्छु भन्ने तापनि यो चाहिँ चिनीले बिगारे जस्तै, बडीलाई बिगारे जस्तै खराब छ। त्यही भएर यो सबै यो देशको इम्युनिटी सिस्टमलाई राम्रो बनाउन नि अहिले चिया छोडे जस्तै पुरानो दरबारहरूलाई छोड्नुपर्ने छ के।